नेपालमा घरको नक्सा पास गर्ने प्रक्रिया सम्बन्धी यस भिडियोमा स्वागत छ। हामी शहरी क्षेत्रमा घर निर्माणको सुरुवातदेखि अन्तिम प्रमाणपत्र प्राप्त नभएसम्मको सम्पूर्ण विवरणमाथि चरणबद्ध रूपमा जानकारी दिनेछौँ। नक्सा पास किन अनिवार्य छ त? यसले तपाईलाई कानूनी सुरक्षा प्रदान गर्छ, जरिवानाबाट बचाउँछ र घर निर्माणलाई मापदण्ड अनुसार सुरक्षित राख्छ। यसका साथै बैंकबाट कर्जा लिन र सार्वजनिक सुविधाहरू जोड्न पनि नक्सा पास आवश्यक छ। पहिलो चरणमा तपाईले आवश्यक कागजातहरू संकलन गर्नुपर्छ। यसमा जग्गाको लाल पूर्जा, नापी नक्साको ब्लुप्रिन्ट, मालपोत रसिद, नागरिकता र जग्गाको सिमाना खुलाइएको 4 किल्ला पत्र समावेश छन्। चरण 2 मा नगरपालिकाबाट सूचीकृत आधिकारिक इन्जिनियर वा कन्सल्टेन्सी छनौट गर्नुहोस्। उहाँहरूले तपाईको आवश्यकता र मापदण्ड अनुसार घरको आर्किटेक्चरल डिजाइन तयार पार्छन् र संरचनात्मक सुरक्षाको पूर्ण जिम्मा लिन्छन्। हाल अधिकांश शहरहरूमा इलेक्ट्रोनिक बिल्डिङ पर्मिट सिस्टम EBPS मार्फत काम हुन्छ। इन्जिनियरले सबै डकुमेन्ट अनलाइन पोर्टलमा अपलोड गर्छन् र रुजु भएपछि अनलाइन फाइल दर्ता नम्बर प्राप्त हुन्छ। यस प्रणालीले प्रक्रियालाई पारदर्शी र छिटो बनाउँछ। चौथो चरणमा वडा स्तरीय काम हुन्छ। नगरपालिकाको प्राविधिक जग्गामा आएर बाटो र क्षेत्रफल चेक जाँच गर्छन्। छिमेकीहरूलाई कुनै आपत्ति भए उजुरी दिन 15 दिनको सूचना दिइन्छ। कुनै उजुरी नआए सरजमिन मुचुल्का तयार गरिन्छ। पाँचौं चरणमा तपाईले क्षेत्रफलको आधारमा राजस्व दस्तुर तिर्नुपर्छ। यसपछि नगरपालिकाले DPC प्लिन्थ लेभलसम्म काम गर्ने अस्थायी अनुमति दिन्छ। यो अनुमति 3 महिनादेखि 1 वर्षसम्मको लागि मान्य हुन्छ। जगको काम सकिएपछि प्राविधिक निरीक्षण हुन्छ। यसमा पास भएको नक्सा अनुसार नै जग हालिएको छ कि छैन भन्ने हेरिन्छ। यदि छिमेकीको साँध मिचिएको पाइएमा जरिवाना वा सुधार गर्नुपर्ने हुन्छ। DPC निरीक्षणको रिपोर्ट बुझाएपछि तपाईले बाँकी तल्ला थप्ने स्थायी निर्माण इजाजत प्राप्त गर्नुहुन्छ। त्यसपछि इन्जिनियरको रेखदेखमा निर्माण कार्य गर्ने र दोस्रो किस्ता भुक्तानी सहित बीमा प्रक्रिया पूरा गर्नुपर्छ। घर पूर्ण रूपमा बनिसकेपछि अन्तिम प्रमाणपत्र निर्माण सम्पन्न प्रमाणपत्र लिइन्छ। यो सबैभन्दा महत्त्वपूर्ण कागजात हो जसले नक्सा बमोजिम घर बनेको पुष्टि गर्छ। यो बैंक लोन, फुकुवा र स्थायी सुविधा जडानका लागि पनि आवश्यक छ। घर निर्माण गर्दा केही मुख्य मापदण्डहरू पालना गर्नुपर्छ, जस्तै सेटब्याक, ग्राउन्ड कभरेज, 5AR, बाटोको चौडाइ र खुल्ला क्षेत्र सम्बन्धी नियमहरू अनिवार्य रूपमा मान्नुपर्छ। यदि तपाईलाई कुनै जिज्ञासा छ भने आफ्नो घर सुरक्षित र कानूनी रूपमा निर्माण गर्नुहोस्। थप परामर्शका लागि आफ्नो स्थानीय वडा कार्यालय वा नगरपालिकाको नक्सा शाखामा सम्पर्क गर्नुहोस्। यस भिडियोमा प्रयोग गरिएका छविहरूको स्रोत यहाँ दिइएको छ।